यति भइरहेको छ धन्यवाद है आउनु भएकोमा यो चाहिँ गिफ्ट ओपनिङ अनि यहाँ चाहिँ जजहरू हुनुहुन्छ राम्रो दिएको छ कि छैन भनेर भोलि चाहिँ हाम्रो केसाङजीको बर्थडे भएर हामीले चाहिँ यहाँ स्टक अप गरिसकेको छ के छ तर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले बर्गर बनाउनलाई मम्मीले रेडी पर्दै हुन्छ यो मिक्स गरेको हामीले चाहिँ यहाँ मिनी बर्गरको लागि चाहिँ त्यो रेडी भएर हालिदिइसक्यो भित्र त्यो मिनी बर्गर बनाउनलाई यो चाहिँ सुरु गरिसक्यौँ यो डो बनाउने आइडिया कसले दिएको यस्तो गर्ने भन्नु त ए एकछिन 30 मिनट जति चाहिँ रेस्ट गर्नुपर्छ त्यो डोलाई चाहिँ एकछिन राख्ने आधी घन्टा जति अब आधी घन्टापछि हेर्छौँ है कत्रो फुलिन्छ अहिले हेर्नु ल यत्रो छ हाम्रो पिठोको डल्ला चाहिँ यत्रो भइसक्यो है ल देखाउनु खोल्नु अघि कत्रो थियो कम्पेयर गर्नुहोस् है फर्स्ट ब्याच गयो यहाँ अनि दुईजनाले चाहिँ ल सेकेन्ड ब्याच बनाएर छ है ल अब हाम्रो बन रेडी हुन्छ अब देखाउँछु एयर फ्राई गरेर हाम्रो बन्सहरू चाहिँ रेडी भयो टक्क यस्तो खालको मिनी बन्स अनि ठ्याक्क बिचमा चाहिँ मासु हुन्छ मासु पनि रेडी भइसकेको छ अनि यो हुन्छ अनि यहाँ चाहिँ मम्मीले चाहिँ आफ्नै मिनी डोनट्स अर्डर गर्नु मन छ भने चाहिँ गर्दा हुन्छ है अब रेडी हुन्छ एकछिन दुईजना हाम्रो सेफहरू रेडी छ रेडी भयो यो चाहिँ यस्तरी क्यारमलाइज्ड यो चाहिँ टेस्ट गर्नु पर्यो यस्तो छ सबै चिज बन्छ है बर्गरको पनि हाँडीमा त कालो डोनट हाम्रो यो फर्स्टको हाम्रो मिनी डोनट्स पनि रेडी भइसकेको छ र टेस्ट गर्न रहेछ ल हामीले चाहिँ यो ओरियो बिस्किटको प्याकेट पनि देखाउँछ ओरियो बिस्किटको ट्याक्क क्रिमहरू निकालेर अनि यसलाई चाहिँ अब ग्राइन्ड गर्न आँटेको ग्राइन्ड गरेर चाहिँ टक्क यहाँ चाहिँ हाम्रो डेरी मिल्क रेडी हुन्छ अनि यसलाई टक्क डेरी मिल्कमा डुबाउँदै यस्तो गर्दै अनि त्यो छर्किदिने अनि व्हाइटको अलिकति माथि राखिदिने यस्तो छ है हाम्रो चाहिँ यो चाहिँ हाम्रो ओरियो डोनट भयो है देख्न सक्नुहुन्छ यहाँ ओरियो डोनट हाम्रो चाहिँ यो सबै इच्छा स्टोरबाट आइसकेको छ बलुनहरू धेरै धेरै धन्यवाद यहाँ पनि चाहिँ यताबाट जाउँ यहीँबाट डेकोरेसनको लागि यताबाट जाउँ यताबाट त्यहाँ फुट्छ होला आउ ल डेकोरेसन पनि आयो है फेरि हल्का भ्लग सक पनि हान्छु कि पिङ्क कलरको त दामी देख्दो रहेछ साफ सफाइ हानिदिइसकेको छु यहाँ अब यहाँ चाहिँ डेकोरेसन अहिले यसरी हेर्नु पछि कस्तो देख्दो रहेछ है त ल हल्का कप पनि यस्तो बनाइदिएको बच्चा बेलाको यहाँ अब हुँदैछ बलुनहरू यहाँ छ अनि यो भन्छ वेलकम टु पेसाङ सुइन्से यो टक्क राखिदिएर यिनीहरू राखेर यहाँ बनाउनुपर्छ बच्चा बेलाको फोटो हालिदियो कि ल हुँदैछ ल यहाँ चाहिँ मम्मीले चाहिँ बर्गरलाई बनाउँदै हुन्छ हेलो बर्गर म चाहिँ यहाँ प्याज काट्दैछु बहिनी यहाँ साफ सफाइ अनि यहाँ सबजना कोही के लाइटहरू बन्दैछ यस्तै छ है म चाहिँ प्याज काट्न गएँ मेरो कामै त्यही हो प्याज काट्ने बर्गरको लागि बनाइदिइसकेँ मैले त्यस्तै छ है सबैले हेल्प गरेछ है होला नि किसानजी देख्नुभयो नि सबैले गरिदिइरहेछ नि फेरि थ्याङ्क यू मलाई मात्र होइन सबैलाई गर्नुपर्छ तपाईँले स्पेसली मम्मीलाई रे बुझ्नुभयो नि त्यस्तो छ यहाँ सिचुएसन ड्याडीले नि गर्दै हुन्छ बाहिर ड्याडीले बाहिर हेरिदिँदै हुन्छ हेर्नु त ड्याडी कसो के गर्दैछ राम्रो गर्दैछ कि छैन राम्रो गर्दैछ बर्गरको हिजो बनाएको बर्गर अब टक्क यहाँ रेडी भएर भइसक्यो रेडी भइसकेको छ है अब मिनी बर्गर भन्छ यसलाई चाहिँ ओके म चाहिँ गरिरहेको छु अहिले अब टाइम छैन है हामीसँग यहाँ हुँदैछ बाहिर उता देख्नु सक्नुहुँदैछ सबै चिज बाई यति भइरहेको छ धन्यवाद है भाइहरूलाई उनीहरूको अनुहार चाहिँ नदेखाउने भाइरल हुन्छ अरे ए ब्रदरले गरेको अरे थ्याङ्क यू यार ब्रदर यार यतिसम्म भएको रहेछ ट्याक्क ल ग्लास चाहिँ यस्तो छ
कस्तो देखेछ कमेन्ट गरिदिनु ल सबजनाले धेरै धेरै धन्यवाद आउनुभएकोमा उहाँहरूलाई हो मैले अस्ति धेरै धेरै धन्यवाद आउनुभएकोमा धेरै धेरै धन्यवाद आउनुभएकोमा गाडीहरू धेरै मान्छे दिएको थाहा पाउनु मेरो गाडी चाहिँ ए तपाईँ यो गाडीमा आएको नमस्ते अङ्कल के छ अङ्कल म ब्लग ओ यो त के हो राम्रो देखिरहेको छ यो लुगा त यो हाम्रो नयाँ टप हो क्या के आज बर्थडे छ तिम्रो हजुर ल ह्यापी बर्थडे थ्याङ्क यू ह्यापी बर्थडे सेलिब्रेट अब घरैमा सानो गर्न पाइएन बर्थडे टु यु ह्यापी बर्थडे टु यु म चाहिँ आज ह्यापी बर्थडे 18 वर्ष पुगेँ होइन होला यहाँ आउनु न घरै बोकेर आएको छु ल ल ल ल यो कुरा छोडिदिनु न जाउँ न त ल एकछिन तल आँखा चिम गरेर आउनु न त होइन होला हो तपाईँ एकछिन बस्दै गर्नु न यहाँ किन आउँछु म नि अह आँखा छोप्नु पऱ्यो नि त्यसले ल मम्मी यता आउनु त आउनु न एकछिन हेलो यहाँ गर्नु न आँखा बन्द गरेर गर्नु पऱ्यो Happy birthday. थ्याङ्क यू आँखा बन्द गर्नु पऱ्यो नि ओइ मेरो मेकअप बिग्रिन्छ नि त आँखा बन्द गरेर ट्याउड्याउ ट्याउड्याउ चलो ल एकदम देखेको म लग्छु मम्मी हो हाम्रो क्यामेरा अलिक सिधा गर्नु न तपाईँको त ल ल म एक तल 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 कोही त फोटो क्यामेरा बन्न यार ल काम काम Happy birthday to you. Happy birthday to you. Happy birthday to you. ए दिनु ल लाज लाग्यो ह्यापी बर्थडे है कस्तो देखेछ हेर्नु ल बेबी ह्यापी बर्थडे थ्याङ्क यू चरा चाहिँ के हो यो चाहिँ यो चाहिँ के हो त्यो पुरा एक्साइटेडले होइन छैन हौ मैले पनि लाग्छ अलि पछाडि ल कस्तो देखेछ पछाडि होइन ठिक छ मलाई हुँदैन ल फोटो पनि खिचिराखेको ए हो कि क्या हो केही भन्नु छ उयो लाइट किन बोलेन त्यो पछाडिको ए बजाएको छ द फ्रेन्च फ्राइज चिप्स ससेज बर्गर हामीले बनाएको है आफै यो अनि डोनट्स पनि हामीले बनाएको अनि स्यालेड यति छ है हाम्रो चाहिँ आजको धन्यवाद है आउनुभएकोमा जिस्केको है जिस्केको है खै हेरौँ त फिट चेक हाल्नु त फिट चेक चप्पल पनि हेरौँ न चप्पलबाट सुरु गरौँ न राम्रो यतापट्टि उभिउँ त एकछिन कस्तो देख्दो रहेछ ओए ल ड्रेस कस्तो कस्तो लाग्यो त ठिक छ नि राम्रो देखेछ ल ल अब के भोजन हाल्नु जाउँ ल भोजन के छ देखाउँ न भोजन ढिलो भइसक्यो है निजीले खाइ ए ल ल ल ल के छ यमे मैले त्यस्तो भन्ने छैन के भनेको ओए ल पहिला ड्रिङ्क लिनु सबलाई कति राम्रो देखेको हौ बेबी यसै त्यो हाम्रो कम्पनीको लागि नयाँ किन्न लाग्यो लुगा
तेरो टिकटक बनाएको छु हो ल ल ल म मेरो साथीहरूलाई त्यो बोलाउनु न तपाईँको आज कम्ती लिएछ त नेक्स्टले त किन सकिन लागेर ए होइन होला दुईटा त हो तिनवटा होला हौ त्यही त दुईटा चार त होइन होला मैले गर्दा यसले गर्न सकिन्न दुईटा भनेको धन्न तिमीले एउटा लिएछ अनि यो चाहिँ तिनवटा छ है ओए, यो मैले बनाएको है यो नि मैले बनाएको यो नि मैले बनाएको यो यो त पसलबाट किनेको ल ल यता यता फी यो म चाहिँ यस्तो गर्छु ल बिबु आइज न यार हामीले गाउनु पर्ला नि बाटो चाहिँ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर केसा ह्यापी बर्थडे टु यु Happy birthday to you. मम्मीजीले खाँदै हुन्छ है यहाँ ल फेरि गर्नु त क्यामेरा अन छैन अब साथी भाइहरू पनि एक गिफ्ट पनि दिनु पर्यो Happy birthday! Happy birthday! भयो है टावर बन्दैछ टावर कस्तो लाग्यो त सरप्राइज ल ल ल यो त हल्का सर्ट सबैलाई पहिला तपाईँले पकाउनु ल
चट हात यता हात प्रसाद हेलो गाइस भयो होला न अघि भन्दा मिठो चाहिँ ल यो लिनु ल तपाईँहरू खानु यहाँ चाहिँ हल्का हुँदैछ है दिस इज फ्रम बी भनेको तपाईँ मेरो चाहिँ अहिले एकछिन खोल्नु न हो ल यो चाहिँ गिफ्ट ओपनिङ अनि यहाँ चाहिँ जजहरू हुनुहुन्छ राम्रो दिएको छ कि छैन भनेर ए ह्याप्पी बर्थडे भनेको चाहिँ अङ्कल बात है त अनि यहाँ चाहिँ के अरे अर्जेन्टिना हारेर के भयो अरे हारिसक्यो इजिप्ट जितिरहेको छ है इजिप्ट के छ तपाईँ हारेर कस्तो लागिरहेछ हारेर कस्तो लागिरहेछ ब्रदर यो हाल्दिन यो यो अर्जेन्टिना जित्यो भने हार्दिन यहाँ पनि मेरै पालि आएछ त्यो जहिले लाएर पुरानो भएर सोल च्यातेर त्यो भित्रको कालो भएर अनि मैले नयाँ लिइदिएको हो क्या भिडियोमा आउनु न थ्याङ्क यू यहाँ तपाईँको गिफ्ट ओपन हुँदै रहेछ बेस्ट गिफ्ट हुनु पर्ने दुईटा गिफ्ट मैले त हिजो राति इजिप्ट हारेपछि त मैले भ्लगै गर्न बिर्सेछु त्यही भएर आज सोध्छु उहाँलाई कस्तो भयो त हिजोको दिन कस्तो भयो एकदम रमाइलो भयो अहिलेसम्मको त मेरो बेस्ट बर्थडे भयो मैले कहिले पनि सोचेको थिइनँ क्या मेरो लागि मैले नभनिकन यतिसम्मको सरप्राइज गर्छ भने अहिलेसम्म छ क्या त्यहाँ डेकोरेसनहरू कहिले सोचेको थिएन मलाई म त रुइदिन लाग्थेँ हिजो तर मलाई लाज लाग्यो क्या रुनु यति धेरै मान्छेको अगाडि यति नजिक पनि नले ल अनि त्यही हो कस्तो खुसी लाग्यो थ्याङ्क यू सो मच बेबी थ्याङ्क यू वेलकम सबैजनालाई भन्नु थ्याङ्क यू एभ्री वान थ्याङ्क यू आन्टी थ्याङ्क यू अङ्कल अनि जसले हेर्नुभएको छ सबैले वेल विसर्सहरूलाई पनि थ्याङ्क यू यति धेरै मान्छे साथी यार मलाई ह्याप्पी बर्थडे भनेर सबैजनालाई थ्याङ्क यू यही भिडियोको थ्रुबाट